Hello, good morning and jolly to everyone. Welcome back to my channel. अनि आज बिहानको रुटिन सकेर मैले तातो पानीहरू लिएर सबैलाई दिइसकेर चाहिँ यहाँ बाबाको लागि चाहिँ हलुवा बन्दैछ ब्रेकफास्टको लागि। अनि यहाँ चाहिँ दुध पनि उम्लिँदैछ अनि मैले लन्च पनि रेडी गर्दैछु। एन्ड मैले चाहिँ ब्रेकफास्ट लिन्न डाइरेक्ट लन्च गरेर चाहिँ म अफिस जान्छु। अनि नानु पनि यहीँ छ होइन, आज ऊ पनि फर्किन्छ। म अफिस जान्छु भने ऊ घर जान्छ। सो मैले आज लन्चमा चाहिँ खुट्टी बनाएको छु है। हजुरहरूलाई सुँगुरको खुट्टी कस्तो लाग्छ होइन, अघि मैले सिटी लगाएर चाहिँ रेडी गरिसकेको छु है। म हजुरहरूलाई देखाउँछु है। यो रहेको छ मैले खुट्टी उसिनेको। अब यो भइसक्यो है। दुध पनि उम्लिँदैछ। यसलाई चलाइदिउँ। अनि त्यो बाबाको क्लिप बर्थडे सेलिब्रेसनको क्लिपमा त मेरो स्टोरेज फुल भएर मैले त्यहाँ पनि भनेको थिएँ होइन। बट मैले एडिट गर्दाखेरि लास्टको त्यो सँगै बसेर खाएको क्लिप मात्रै होइन कि त्यो केकहरू हामीले काट्दाखेरिदेखि लिएर है बर्थडे कटिङ, त्यो केक कटिङको बेलाको पार्ट नै सबै स्टोरेज फुल भएर सेभ नै नभएको रहेछ क्या। कस्तो अपसेट भएँ नि म। कति मजाले बनाएको थिएँ मैले, भरे त स्टोरेज फुल भएर त सबै डिलिट भएछ। तर केही छैन है, मेरो हलुवा पनि रेडी भयो। मैले चाहिँ यसमा चाहिँ सिम्पल कडी पत्ता हालेर बनाएको छु है। हजुरहरूले चाहिँ कसरी बनाउनुहुन्छ? सोप, अलिकति मेथी अनि सोप लगाएर मैले बनाएँ। यहाँ चाहिँ मेरो भिनेगर पानी छ, एप्पल साइडर भिनेगर। अनि यो चाहिँ रेडी भयो। अब चाहिँ म खुट्टी बनाउँछु। यो चाहिँ आमाको स्टाइलबाट हो, मैले यहीँ आएर सिकेको हो। यहाँ चाहिँ मैले बाबाको प्लेटिङ गर्दैछु, सर्भ गर्दैछु। बाबाले अलिक थोरै खानुहुन्छ, सो यति नै बनाइदिएको मैले। अब मैले सिम्पल हालेर बनाएको छु, कडी पत्ताहरू हालेर मेथी अनि सोप हालेर बनाएको छु। अब म दिएर आउँछु है। यहाँ चाहिँ मैले रेडी गरिसकेँ है खुट्टीको लागि। हल्का टमाटरहरू चपिङ गर्नुपर्ने छ, चपिङ गर्दैछु। अनि त्यही हो, लन्च रेडी गरिसकेर खाएर चाहिँ हामीले डाइरेक्ट आफ्नो पाटो लाग्छौँ बहिनीमा। जान्छ भने म चाहिँ अफिस जान्छु। यो चाहिँ टमाटर अलिक बेसी लगायो भने चाहिँ मिठो हुन्छ नि त। यो चाहिँ अब टमाटर रेडी भयो। यति चाहिँ टमाटर र प्याज रेडी गऱ्यौँ हामीले। अनि यति रेडी गरिसकेपछि चाहिँ यहाँ मेरो अघि अलिक मजाले पाकेको थिएन र मैले यहाँ गर्दैछु फेरि। अनि एउटामा साग पाक्छ अनि यहाँ खुट्टीको लागि मैले रेडी गर्दैछु ग्रेभी। अलमोस्ट पाक्नु आँट्यो। अनि हामीले यो रेडी गरेको मसला चाहिँ अब ब्लेन्ड गर्छौँ है। यो चाहिँ खुट्टीको लागि मर मसला भयो है, दालचिनी अलिकति यहाँ चाहिँ अब म खुट्टीको लागि रेडी गर्दैछु। थोरै तेल हालेको छु किनकि अलरेडी मासुमा चाहिँ सुँगुरको मासुमा चाहिँ तेल हुन्छ नि त। अनि यहाँ मेरो साग पनि रेडी हुँदैछ। त्यस्तै गरी यहाँ साइडमा खाना पनि हुँदैछ है। साग चाहिँ अलमोस्ट भयो। मलाई यो लट्टेको साग चाहिँ त्यो के भन्छ फ्यात्त भएको मनपर्छ क्या, लपक्कवाला मनपर्छ। तर मैले बनाउँदाखेरि हिजै हुँदैन, मेरो मम्मीले चाहिँ बनाउँदाखेरि एकदम लपक्क हुन्छ क्या, लुटुटु टाइपको। त्यस्तो चाहिँ मनपर्छ लट्टे भातसँग खानु। कसैलाई चाहिँ काँचो काँचो नै मनपर्छ। मलाई पनि पहिला काँचै मनपर्थ्यो, तर यहाँ आइकन चाहिँ फेरि मलाई त्यो घरको मिस भएर चाहिँ लतक्क परेकै मनपर्थ्यो क्या।
अनि त्यही भएर लपक्क खालको पकाउन खोज्छु तर हुँदैन। जो यहाँ मेरो तेल खरिसक्यो। अब यसलाई हल्का धेरै होइन मेथी पड्काउने हो, हल्का मेथी खुराउने अनि त्यसपछि जिरा खुराउने है। अनि अघि काटेको प्याज र प्याजले हल्का म रेड बनाउँछु, ब्राउन। यसलाई गर्ने। मैले थोरै नै तेल हालेको किनकि त्यहाँ अलरेडी तेल हुन्छ नि त, बोसो निस्किन्छ, त्यही भएर मैले थोरै तेल हालेर बनाएको। अब यसलाई हल्का रेड हुन दिने है। अब चाहिँ यो गोल्डन रेड भयो है। मेरो साग पनि पाकिसक्यो। अनि यो अब रेड भइसकेपछि हामी यसलाई के गर्छौँ भने, यहाँ मेरो भात पनि सिटी लाग्यो। अब यसलाई चाहिँ मैले यो काटेको टमाटर हाल्छु है। यसरी टमाटर हाल्नु है काटेको। एन्ड देन यसलाई पनि चलाउने मजाले चलाउने। त्यसपछि कलरको लागि मैले यो हल्दी हालेँ, बेसार। अनि यसलाई फेरि चलाउने। मलाई चाहिँ कुकिङ भ्लगहरू पनि गर्नु मन छ तर कुकिङको लागि चाहिँ एकदमै टाइम चाहिँ लाग्छ। अरू नर्मल भिडियोहरू जस्तो चाहिँ गर्न पाइँदैन। मेरो पहिला युट्युबमा सर्ट भिडियोहरू चाहिँ प्रायः जस्तो मैले त्यतिखेर पनि अब भ्लग बनाउँछु भन्दाखेरि मलाई अप्ठ्यारो फिल भएको थियो। अनि त्यही भएर मैले कुकिङ भ्लगदेखि स्टार्ट गरेको थिएँ सर्ट भिडियोहरू। मेरो पहिला हेर्न पनि सक्नुहुन्छ सर्ट भिडियोहरू चाहिँ। मैले यसरी बनाएर चाहिँ प्रत्येक भिडियोहरू लगाउँथेँ। अनि आमाले पनि बनाएको भिडियोहरू पनि लगाउँथेँ। अब यो यस्तो भएपछि मैले यसलाई हल्का सानो फ्लेममा यो जिरा धनियाँको यसरी धुलो हालिदिन्छु, 1 चम्मच। अनि हजुरलाई मिट मसला हल्का त्यसको बास्ना मनपर्छ भने चाहिँ मैले हल्का, आमाले चाहिँ हाल्नुहुन्न किनकि आमालाई चाहिँ मरमसला यो मन पर्दैन मिट मसलाको। अनि आमाले चाहिँ हाल्नुहुन्न, म चाहिँ अलिकति हाल्छु। अनि यो पनि हालिदिएँ है। त्यसपछि मैले यो अघि पेस्ट बनाएको लसुन, अदुवा, त्यसपछि दालचिनी, ल्वाङहरू हालेर बनाएको मसलाको पेस्ट पनि हालेँ। अनि टमाटर पनि हालेको थिएँ। यो चाहिँ यसरी मजाले पाक्नु पर्यो यसरी चाहिँ। अनि यसलाई मैले सानो फ्लेम बनाएर चाहिँ आँचमा चाहिँ मैले यसलाई कभर गर्छु। यसरी कभर गर्छु अनि मजाले पाक्छ नि त मसलाहरू। अनि यस्तो भएको चाहिँ अझ पाकेको छैन, यसलाई मजाले फेरि छोप्दै पकाउने हो। अलमोस्ट पाकिसकेको रहेछ। अब म यसलाई हल्का यो अघि ब्लेन्ड गरेको हल्का यहाँ लागिरहेको यसलाई हल्का पानी हालेर चाहिँ यसरी फेरि यसलाई छोप्छु ल। छोपेर चाहिँ अब यसलाई धेरै होइन 2 मिनट पकाउने हो है। 2 मिनट पकाएर चाहिँ त्यहाँदेखि चाहिँ हाल्ने हो खुट्टी। अब अलमोस्ट रेडी भयो है। मजाले पाक्यो मसला। मैले नुन पो हालेको हालेन कन्फ्युज पो भयो त हौ। नुन हाल्नु होला, नुन चाहिँ हाल्नै बिर्सेछु मैले। नुन चाहिँ मजाले लाउनु पऱ्यो।
मजाले मसला पाकिसक्यो। अब यसलाई चाहिँ मैले टक्क सुँगुरको खुट्टी यसरी लगाउँछु। तपाईहरु पनि यसरी नै लगाउनु होला। अनि यो रेडी हुन्छ। यसलाई चाहिँ भकभक उम्लिन दिनुपर्छ। हल्का यसलाई रस पनि हाल्छु ल। हल्का ग्रेभी भन्दा हल्का सुपवाला टाइपमा चाहिँ मिठो हुन्छ है। ल यति भएपछि अब यसलाई भकभक उम्लेपछि चाहिँ दामी हुन्छ है। अनि यसको कलर पनि अब निस्किन्छ है मजाले। कि अब कलरको लागि हल्का कश्मिरी मिर्च हाल्दा पनि हुन्छ। अलिकति लगाउँछु है। कश्मिरी मिर्च कलरको लागि। अनि यसलाई हल्का गरेर चलाइदिने। मजाले कलर आउँछ अनि रातो भएर कस्तो मिठो खामखाम हुन्छ है। अहिले हेर्दाखेरि चाहिँ के बनायो होला भन्ने हुन्छ कि एकदम सिम्पल तरिकाको यो रेसिपी हो। अब यसलाई छोप्ने भुकभुक उमाल्ने अलिकति ठुलो फ्लेममा अनि त्यसपछि पाक्यो। यो चाहिँ रेडी भयो खुट्टी भात है। अब हामी चाहिँ खाएर फटाफट गएर ढिलो भइसक्यो खाएर जान्छौँ है। के अरे नानी बनाउँछु म। अहिले सुरु गर्ने हामी दुईजनाकै हो। यसरी बनाउने हो क्या। म त स्किन लिएर आइदिनु। यो रन भयो हौ। सुँगुरको मासु त कति खाइन्छ नि त। खुट्टी अब हेल्दी पनि हो। कति ल्याएको खुट्टी बिहानै मैले भन्दै थिएँ नि साग मेरो जक्रक्क हुन्छ क्या। त्यो मम्मीले बनाएको कस्तो लुटुटुटु भनेर मान्छेहरूलाई लुटुटुटुवाला मन पर्दैन। यस्तै काँचो काँचो मनपर्छ। मलाई पनि मनपर्थ्यो। तर म यहाँ आइकन चाहिँ उता घरको चाहिँ मिस हुन्छ क्या। लुटुटुटु गरेको मनपर्छ। तर चाहिँ मम्मीले लुटुटुटु बनाउँदा के बनाएको भन्थे। मेरो साथीहरू पनि यसले साग त कस्तो फ्याक्क पारेर बनाउँछ भनेर भन्थ्यो। अहिले त्यही फ्याक्कवाला बनाउनु आउँदैन। यसको घरमा कस्तो फ्याक्क बनाउनु तर त्यही फ्याक्कवाला चाहिँ मनपर्छ है हामीलाई। आफ्नो घरको टेस्ट हुन्छ रहेछ क्या। ड्राई आएर फेरि काटो काटो मिठो लाग्छ। समस्ते कस्तो मिठो पार्छ। मासु पनि कस्तो मजाले पाकेको छ क्या। यो चाहिँ कस्तो मजाले पाकेको पनि छ क्या। म तपाईँहरूलाई देखाउँछु। हेर्नुहोस् है कस्तो मजाले पाकेको छ। मजा आउँछ है यसरी खानु चाहिँ। मजाले त्यो पनि पाकेको छ। अफिस आइपुगेँ। माइलीले चाहिँ छोडेर गयो हामीलाई किनकि हामीले एकदम लेट गऱ्यौँ। खानासाना खाँदा ओर्दा के काम गर्दा ओर्दा अनि यस्तो स्पिडमा आउँदा र पनि दिदी यस्तो गरेको कि मैले मिलाएको कि बालुवा हेर्नु न यहाँ छाम्नु त के गरे यस्तो केमा थियो
बाटोमा अब स्पिडमा आएको हो नि त यहाँ हेर्नु कस्तो धुलो पानी परिरहेछ र पनि वेदर यस्तो दामी छ भने नि मौसम र पनि है आम्मा धुलो उडेको के हो कसलाई ए गाइज हिजोदेखि गाइज भन्नु न त गाइज मुखमै आउँदैन थिएन अप्ठ्यारो हुन्थेन ओ माई गड मेरो यो हेलमेटहरूले चाहिँ कपाल चाहिँ एकदम बिगार्ने प्लस के भन्छ अनि केही हेयर स्टाइल नै बनाउनु नपाउने क्या स्कुटीहरू कुदाउँदा बाइकहरू कुदाउँदा त्यही भएर स्कुटी बाइकहरू कुदाउँदाखेरि सर्ट हेयर नै ठिक हुन्छ हौ माई गड यो बालुवा म कस्तो नुहाउनु जस्तो भएर आयो हो नुहाएरै आएको र पनि अब वेट टिस्युले पुस्नु पर्ला त्यसो भए लग्यो त पेमेन्ट र बिरामी हुनुभएको दिदी पनि आइपुग्नु भयो कस्तो छ त हजुरलाई हो साह्रो गाह्रो भएको है फोन हान्नु पर्थ्यो नि त्यस्तो भएन नि अबे यसो नि बालुवै बोकेर आउँथेँ नि त म अनि खानपिन राम्रैसँग हुँदैछ तिम्रो दिदीको फेरि यहाँ प्रेसर अप एन्ड डाउन भएर चाहिँ एकदम गाह्रो भएको थियो दिदीलाई अनि खानेकुराहरू टोटल्ली बार्नु भन्नुभएको थियो मासु पनि अलाउ गर्नुभएको थिएन अनि एक त फेरि पर्क अरे फेरि त्यो पनि सेको अरे अनि पिरो अमिलो पनि पुरै बार्नु भनिरहेको थियो पिरो अमिलो स्पाइसी खानु मन लागेर अस्ति भनिराख्नु भएको थियो होइन दिदी त्यही हो गाइज अब हामी हल्का अब अफिसलाई पनि टाइम दिनु पर्यो यति हो अब के गर्छौँ हजुरलाई देखाउँछौँ है यहाँ चाहिँ हाम्रो दिदीले अर्ग्यानिक आँप पनि ल्याइदिनु भएको छ मेरो लागि होइन दिजु कति माया गर्नुहुन्छ मेरो दिजु लभ यु दिजु यो चाहिँ लोकल आँप नै हो त्यो बिसादीहरू केही मिसाएको छैन सो एकदम अर्ग्यानिक हो त्यही भएर मैले दिदीलाई ल्याइदिनु भनेको थिएँ नि दिदीले ल्याइदिनु भएको छ बजारतिर चाहिँ कति त्यो पकाउनुको लागि खादहरू हालेको हुन्छ नि त है दिदी अनि हजुरहरूले कति खानुभयो र दिनको होइन हौ अस्ति नै 100 केजी खाइसक्नु भएको छ जस फ्यामिलीले अनि त्यही भएर मैले पनि अस्ति लिएको थिएँ कस्तो मिठो थियो अब मालदा हो यस्तो बास्न आउँछ नि नभन्नु हामीले त लस्सी बनाएर पनि आमाले त लस्सीहरू बनाएर दहीसँग उ त्यो गरेको थियौँ मजाले खानुभयो दही सहीहरू हालेर खाएको थियौँ मजा भयो त्यस्तै हो गाइज अब हामी हेर्नु कहाँबाट गाइज भन्नु आइरहेको छ जे होस् अब आइरहेको छ अनि क्यामेराको एङ्गलहरू पनि मिलाउनु आउँदैन यस्तै हो अनि के बोलौँ हुन्छ होइन दि अनि त्यही हो युज टु छ होइन अब बिस्तारै युज टु हुँदै जान्छ होला युज टु भए पनि कुन टपिकमा बोल्ने भन्ने चाहिँ खासमा कुरा हो नआएको हिजो त हामीले भ्लग बनाएर होइन के बोल्यो नानी पनि नानी मन्दिर गयो नि त पाथिभरा तपाईँलाई थाहा नै छैन गाइज हामी चाहिँ खासमा अस्ति नैको भ्लगसँगै एट्याच गर्छु होला कि गर्दिनँ होला होइन त्यो थाहा भएन हामी चाहिँ खासमा भेटा जाने भनेर प्लानिङ भयो 81 प्लान भयो मेन त हाम्रो के अरे अर्को दिदीको नाम के अरे रश्मि दिदीले कहाँ रश्मि दिदीसँग हो रश्मि दिदीले प्लान बनाउनु भएको अचानक है खासमा रश्मि दिदी चाहिँ उनीहरूको जे होस् अरू फ्रेन्डहरूसँग चाहिँ जाने भन्ने कुरा थियो अनि के भयो भने पछि एक्कासी क्यान्सल भएपछि हामीलाई अप्सनमा राखेर चाहिँ हामीलाई पछि इन्फर्म गरेको कि त्यो पनि हामीलाई नभनिकन डाइरेक्ट उहाँ तिनीहरूदेखि इटरी आइदिएको अब इन्फर्म गरेको भए त कमसेकम हामी पनि त्यही अनुसार प्रिपेयर हुन्थ्यौँ नि त केही नभनिकन उहाँको प्लान चाहिँ क्यान्सल भयो अरे अनि त्यसपछि हामीलाई अप्सनमा राखेर अब त्यो दिनको लागि त टाइम निकालिसक्नु भएको थियो नि त म यहाँ जान्छु यहाँ घरमा पनि सबै भनिसक्नु भएको रहेछ अनि अब के गर्ने त अब प्लान क्यान्सल भइसक्यो अब मुडहरू सबै बनाइसक्नु भएको थियो अनि त्यही भएर हामीलाई अप्सनमा राख्नु भएको थियो कि तर हामी
मान्यौँ अनि जाने नै भएको थियो लास्ट आवरमा उहाँको हेल्थ इस्युले गर्दाखेरि हामी जान पाएनौँ त्यही भएर हामी चाहिँ मन्दिर जाने प्लान भएर चाहिँ मन्दिर गएर आयौँ हिजो त्यसको भ्लग पनि भोलि आउँछ होला यो भ्लगभन्दा अगाडि नै आउँछ होला सो हेरिदिनु होला मन पराइदिनु होला सब्सक्राइब गरिदिनु होला नयाँ भ्युवर्स हुनुहुन्छ भने त्यही हो यति हो अब हामी चाहिँ आफ्नो कामतिर लागौँ होला बाई बाई दिदीको त एकैछिनमा मुडै चेन्ज भयो क्या अनुले बिरयानी खुवाउँछु भनेको बा विश्वासै लागिरहेको छैन मलाई चाहिँ अनि हामी अब अनुले बिरयानी खुवाउँछ भनेर चाहिँ बिरयानी खान जाँदैछौँ अनु चाहिँ अफिसबाट झर्दैछ म चाहिँ गएर बिरयानी अर्डर नगरिकन पनि म विश्वास चाहिँ गर्दिनँ किनकि त्यो त्यस्तो रिस आएको थियो अघि 81 के भनेको थियो स्कुटी दिँदाखेरि पनि कहाँ छ कहाँ छोड त्यहीँ छोडिदिनु तल छोडिदिनु भनेर फोन पनि काउन्टरमा छोडेको अरे चाबी अब हामी अनुसँग चाहिँ गएर बिरयानी खान्छौँ बिरयानी त फेरि मेरो अलवेज फेभरेट हो म त के खानु अरू कस्तो गरम छ हो फेरि है हाम्रो म्याम आउनुभयो म्याम अनि कहाँ जाने हो हामी छिटो न यता हेरिसियो न म्यामको फेरि ड्रेसअप हेर्नु न माई गॉड तिमी क्याप्चर भएको छ मेरो भ्लगमा अभि नगरे अरे हेर्नु त हामी चाहिँ गोर्खा होटेल आएको छौँ के भयो त होइन राम्री देखेको छौ त मेरो माइलु हामी त यहाँ झत्ते भइरहेको छ यहाँ गर्मीले अफिसमा वाइ अफिसमा के भन्दै थियो हो र त्यसले साँच्चीकै खोजी क्या हो हिँड छिटो हिँड फोन गरिसक्यो अहिले फेरि त्यसको मुड चेन्ज हुन्छ यसको मुड चेन्ज हुन्छ है गाइज ओ जिम वेयरको लागि हेर्नु गएको ओ हिँड छिटो छिटो हिँड अरे हुन त मैले अस्ति भर्खर बाबाको बर्थडेमै खाएको हो घरमा पनि खाएको हो र पनि जति भए पनि मलाई पुग्दैन हामी चाहिँ आइपुग्यौँ यहाँदेखि चाहिँ यस्तो राम्रो भ्यू देखिन्छ आज फेरि वेदर पनि कस्तो राम्रो छ पानी परेर चाहिँ एकदमै शीतल नै भएको छ अनि प्लस यस्तो भ्यू देखिरहेको छ क्लाउड हेर्नु न यो चाहिँ इटरी सहर यस्तो ठुलो छ बिरयानी हट स्पाइसी चिकन विङ्स अब चाहिँ हामी रन्काउने हो बिरयानीको पोर्सन पनि एकदमै राम्रो यहाँ गोर्खाबाट अनि कति छिटो सर्भिस अनि मिठो पनि रहेछ म त हामी कति बिरयानी इटरीमा चाहिँ धेरै ठाउँ र पनि त्यो टेस्ट पहिलाको जस्तो बिरयानीहरू पाउँदैन है आजकल के भएको धरानमा पनि मटका बिरयानीमा पहिला कस्तो मिठो बनाउँथ्यो अहिले त त्यो ग्रेभीवाला सब्जीमा भात हाले जस्तो भएको थियो त म सङ्गीत जाँदाखेरि त्यस्तो भएको थियो त्यस्तो पाउने कि अनि एक दुईवटामा चाहिँ राम्रै पाउँछ र पनि अब त्यो बिरयानीको टेस्टवाला चाहिँ त्यो नआउने ल हामी चाहिँ खाएर चाहिँ हामी इटरी नै हो
हामी चाहिँ अब टन्न बिरयानी खाएर हामी घर फर्किँदैछौँ। भाइ चाहिँ लुकिरहेछ। होस् किन हौ बाल मिठो भएको थियो है। हट विङ्स त के भनेर ल हामी निस्क्यौँ। अब निस्क्यौँ फाइनली। अब आफ्नो बाटो लागिन्छ होला कि दिदीको जिम वेयरको लागि जाने हो? हिँड्नु न त्यहीँबाट जाने अनि योसँग जानु। अब भोलि किन्ने हो। अब चाहिँ हामी घरतर्फ लाग्छौँ। अब कति अलमोस्ट 7 PM हुन आँटिसक्यो। सो हामी घर जान्छौँ आजको लागि यति नै। सो न्यू सब्सक्राइबर हुनुहुन्छ भने न्यू भ्युअर्स हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। आजलाई यति भन्दै टाटा बाई बाई।